हतारमा गल्ती गरेर फुर्सदमा पछुताउने कमजोरी धेरै मानिसमा देखिन्छ। हुन त मानिस नै हो, कमजोरी त भइहाल्छ। त्यस्ता कमजोरीबाट म पनि अछुतो त छैन है। ती कमजोरी हटाउन पनि एकपटक विगतको समीक्षा गर्नुपर्छ र आफूलाई लागेका गल्ती कमजोरी अब नदोहोरिउन् भन्नेमा बेलैमा सचेत रहनुपर्छ जस्तो मलाई लाग्छ। आउँदो वर्षलाई यसरी स्मार्ट बनाउने अथवा गल्ती नगरिकन योजनाबद्ध काम गरी निश्चित उद्देश्य प्राप्त गर्ने भनी बेलैमा सोच्न थालियो भने आउँदो वर्षलाई पक्कै राम्रो बनाउन सकिन्छ भन्ने म ठान्दछु। त्यसैले आजको भिडियोमा मैले विगतमा गरेका कामको समीक्षा गर्ने प्रयत्न गरेको छु र यसमा यहाँहरूले देख्नुभएका र मैले नभेटाएका कमजोरीहरू औँल्याइदिनु हुन विनम्रपूर्वक अनुरोध गर्दछु। वर्ष सुरु हुने बित्तिकै भिडियो ल्याउने त कोसिस गरेको थिएँ, तर मैले वर्ष दिनभरिको समीक्षा गर्नको लागि वर्ष दिनभरिको भिडियो ल्याउनलाई चाहिँ केही समय लागेकोले केही दिन ढिलो भएको छ। तैपनि भिडियो चाहिँ लिएर आएको छु। कस्तो लाग्छ अब हेर्दै जाउँ न त। यो भिडियो भने जग पूजाको रहेको छ, जुन चाहिँ 2080 सालको नै रहेको छ। धेरै खोजी गरेर डिलिट गरिसकेको भिडियो पनि मैले लिएर आएको छु। अनि क्यामेरामा खिचेको भिडियोहरू चाहिँ जम्मै डिलिट भइसकेको रहेछ। कता कता मोबाइलमा रहेको भिडियोहरूलाई लिएर आएको छु। अनि हाम्रो बारीमा चाहिँ रातो बन्दा केराउहरू यति मजाले फलिरहेको थियो। अनि त्यसैमा जग पूजा गर्दैछौँ। अनि 2080 साल फागुनमा जग पूजा गरेर 81 सालको वैशाखदेखि नै हामीले घर बनाउन सुरु गर्ने चाहिँ प्लान गरेको थियो। सरकारी प्रक्रिया अनि पैसाको जडझाम यस्तै कारणले गर्दाखेरि चाहिँ केही समय धकेलियो, पास भएर आउन टाइम लागेको भएर। अनि जग पूजा गरेको भिडियो चाहिँ मैले अगाडिकै लगभग सुरुकै भिडियोमा पर्छ राखेको छु। यदि हजुरहरूलाई कसरी गर्ने भन्ने हेर्नुपर्ने छ भने चाहिँ मेरो भिडियोमा गएर हेर्न सक्नुहुन्छ। यसलाई म डिस्क्रिप्सनमा पनि राखिदिनेछु यसको लिङ्क। अनि यसरी केराउ मजाले फलेको, अनि अग्लो खाले केराउ, होचोवाला केराउ धेरै फल्ने अग्लो, अनि बिचमा रेसा नलाग्ने, अनि मुला रायोहरू सागहरू जम्मै थोक रोपेको थिएँ कि मैले चाहिँ। अनि यिनीहरूको पनि माया पनि लाग्दैछ, अब रोप्न पाइँदैन भन्ने पनि हुँदैछ। अनि साथीहरूले चाहिँ सोध्नु भएको थियो, घर बनाउनलाई जग पूजा गरेको भिडियो थियो नि, घर कति भयो भनेर त्यतिखेर पनि सोध्नु भएको थियो। मलाई धेरै माया गर्नु हुँदो रहेछ भन्ने चाहिँ लाग्यो मलाई। तर हाम्रो चाहिँ एकैचोटि कार्तिकको अन्तिम मङ्सिर लाग्दा मात्रै घर बनाउन थाल्यौँ। अनि यो एकचोटि सबै मेरो करेसाबारी हजुरहरूलाई देखाउँदैछु। अनि त्यसपछि सरकारी काममा चाहिँ हामी धाउँदाखेरि वडा कार्यालयमा के भयो भन्ने कुराहरू पनि केही खिचेको छु। हेर्दै जाउँ है त। के बाबा बोलेको चाहिँ खिच न बोलेको ल के को उपलक्ष्यमा यहाँ क्यामेरा उहाँ जुस पार्दै गर्नुहुने चाहिँ हाम्रो वडाध्यक्ष हुनुहुन्छ। उहाँहरूले चाहिँ हाम्रो नक्सा पासको लागि, समझदारीको लागि धेरै राम्रो भूमिका खेल्नु भएको छ। खासमा ढिलो भयो, घर बनाउन ढिलो भइरहेछ, सुरु गर्न पाइरहेको छैन भनेर केही साथीहरूले कमेन्ट गर्नुभएको सुनाउँदाखेरि सरकारी कर्मचारीहरूबाट अलिकति ढिला गरिदिएर केही माग्ने काम होला भने जस्तो खालको कुरा गर्नुभएको थियो। तर त्यस्तो चाहिँ होइन। हामीलाई चाहिँ कारोबारीहरूले अलिकति दुःख दिने काम भयो। कारोबारीहरूबाट बिचौलिया भनौँ न, सधैँहरूलाई भड्काइदिने अनि लफडा पारिदिने, अवमूल्यन गराइदिने जग्गाको भएको कारणले गर्दाखेरि, अनि सधैँहरूले अलिक न्यु खोजेको कारणले गर्दाखेरि चाहिँ उहाँहरूसम्म जानुपर्ने भयो। तर उहाँहरूले चाहिँ मिडिएटरको राम्रो भूमिका खेल्नुभयो। अनि जुन कारोबारीकोमा हामी बस्यौँ त्यो घर चाहिँ हामीले छोड्नु पर्ने भयो कि बिचैमा, किनभने त्यहाँ बसुन्जेल हामीले कहिले पनि घर बनाउनै पाउने थिएनौँ। त्यतिसम्म भयो। अनि हामीले रुम सिफ्ट पनि गऱ्यौँ हाम्रो घर बिचमा। अनि मासतिर सर्यौँ तल्लो घरबाट, अनि ओल्लो घरको नरे पल्लो घर सारे भयो।
अनि 8 महिना भइसक्यो मैले रुम सरेको सेटअप गरेको भिडियोहरू पनि यहाँलाई लिएर आएको छु। अलिअलि दुःख पाए पनि अहिले राम्रै भइरहेको छ। जस दुःख पछिको सुख त आउँछ नै होला। अनि मैले सबै रुम सेटअपको भिडियोहरू त देखाइसकेको थिएँ। किचनको ल्याउन बाँकी नै थियो। त्यतिकै घर बनाउनेदेखि अरू कामहरू थपिँदै गएपछि चाहिँ मैले यो देखाउन पाएको छुइनँ। यसको पनि म एडिट गर्दैछु, भिडियो लिएर आउने छु हजुरहरू सामु। अनि दसैँको बेलामा हामीले टिकट गरिओरी गाउँ जाने प्लान गरेको थियौँ, तर गाउँ जान पाइएन। बाटो बिग्रेको भएर टाढा गाउँ भएको भएर दुःख पाउँदै जानुपर्ने भएर हामी यसपालि यतै निवसतु भवने भारती कण्ठदेशे वरदन्तां बन्धुवर्ग प्रबल रिपुगणायन्तु पातालमूलं देशे देशे च कीर्ति प्रसरतु भवताम्। अनि ठुलो परिवार हुनुको फाइदा भनेको जताततै आफन्त भएपछि मेरो काका ससुराहरू चाहिँ यतै हुनुभएको भएर हामीलाई आमा बुवाको अभाव पनि त्यति साह्रो परेन। रमाइलो गरी दसैँ पनि मनाइयो, तिहार पनि यतै नै मानियो। घर गाउँ जान पाइएन, अप्ठ्यारो बाटो टाढाबाट आउनु पर्ने। अनि लगत्तै तिहार पछाडि चाहिँ हामीले घर बनाउन थाल्ने भनेको भएर पनि टाढाबाट आउन गाह्रो हुने भएर अनि आफ्नो अफिस पनि टाइममा आउन नसकिने भएर चाहिँ यसपालिको चाडबाड चाहिँ काठमाडौँमै मनाउन पुग्यो। अनि काठमाडौँको चाडबाड चाहिँ एकदमै सुनसान होइन, अरू बेला जस्तो हल्ला खल्ला जस्तो हुँदैन। अब भने हाम्रो घर बनाउने तयारीको लागि जग्गाको नापजाँच हुँदैछ। अनि हाम्रो बारीमा यस्ताका चाहिँ धेरै राम्रो सयपत्री फुलहरू फुलिरहेको थियो। फुलहरू हेर्नु आमा हजुर कुरोको घारी हेर्नु। तर फुलभन्दा धेरै कुरो घारी भएको छ। छिमेकीहरूले धान काट्दै गरेको समय अनि धान छाट्दै गरेको समय थियो। अनि रमाइलो ओरतिर परतिर गफ गर्दै हामीले काम गर्दै अनि हाम्रो बल्ल खुसी भनौँ अथवा दुःखको सुरु भयो घर बनाउने काम, जुन अहिलेसम्म निरन्तर छ। हजुरहरूले भिडियोहरू हेरिरहनु नै भएको छ। अब अहिलेसम्म यही नै भइरहेको छ। यो कुनै कुरा नौलो त छैन, सबै यहाँहरूले देख्नु भएको छ, सबै थाहा पाइरहनु भएको छ। तैपनि अब आफूले भन्न मिल्ने आफ्नो घटना भएको कुराहरू त यस्तै नै हुन्। अनि पहिला फेरि भूमि पूजा गरेर यसो अलिअलि पूजा गरेर अनि बनाउने मान्छेलाई पनि खुसी पार्ने काम गर्नुपर्छ अरे भनेर अनि इन्जिनियरले दिनुभएको नक्सा अनुसार नापजाँच गरेर चाहिँ हामीले हाम्रो घर बनाउन सुरु गर्यौँ। अहिलेसम्म सुचारू नै छ। अब कहिले बनिसक्छ र आफ्नो घरमा सर्ने भन्ने एकदम तमन्ना छ। धेरै वर्षको तपस्या, धेरै सङ्घर्ष, धेरै उतार चढावले गर्दा चाहिँ फाइनल्ली हाम्रो जग खान्ने काम भयो। अनि यसको लागि चाहिँ अब के गरेर किन यस्तो गरी धेरै गहिरो पारेर धेरै माथिसम्म पुर्ने काम गरेर गर्यो भन्ने कुरा चाहिँ मैले अगाडिको भिडियोहरुमा पनि भनिराखेको छु। अनि यो रड छेउपट्टिको देखिएको रडमा चाहिँ रडबाट त्यहाँबाट स्वाट सिधा चाहिँ मेरो हुनुपर्छ भनेर सन्धिहरूले चाहिँ दावा गरेको थियो। तर हाम्रो एकाना जति जाने आखिरीमा कानुन भनेको त कानुनै हुन्छ, आफ्नो नक्साभित्रको त पर्दो नै रहेछ जस्तो लाग्छ। अनि सत्यता र मौनतामा पनि धेरै शक्ति हुँदो रहेछ। धैर्यता भन्ने कुरा चाहिँ मैले मेरो आफ्नो अनुमान चाहिँ त्यस्तो भयो। हामीले त्यो महसुस गर्यौं, हामीले पर्ख्यौं, सबै थोक सकेसम्म मिलाएर राम्रो व्यवहार गरेर सबैसँग गर्ने कोसिस चाहिँ गरेका छौं। तर त्यो गर्ने क्रममा पनि अब आफ्नो गुमाउन त कसैले पनि चाहदैन, दुःख गरेर जोडेको हुन्छ नि त हैन। पर्छ हौ फोटो खोज्यो मान्छे यता माथि आउनु पर्यो नि। डर नहीं है नहीं गिरता ये। हाँ वही पर दूंगे अकेला है तो कितनी बार पर
ल मेसिन गयो अब यति भयो होइन यसरी हामीले बोरिङको पानी पनि निकाल्यौँ राम्रो सफा पानी निस्केको छ अनि अब त्यस पछाडि चाहिँ हाम्रो फ्रिज बिग्रेको थियो धेरै पुरानो भएर अनि दसैँमा किन्नु पर्ला कि भन्दै हेर्दै अनि सुपरमार्केटहरू अनि सोरुमहरू घुम्दै पनि गयौँ अनि मैले फ्रिज पनि किनेर ल्याएँ अनि कस्तो फ्रिज पहिलाको स्यामसङको थियो पछिल्लोचोटि चाहिँ एलजीको लिएर आएको छु अनि किन र कसरी मैले के आफूले आफ्नो अनुमानले के विशेषता पाएँ भन्ने कुराहरू चाहिँ म अझै यो फ्रिजको चाहिँ भिडियो ल्याउन बाँकी नै छ यो भिडियो पनि म हजुरहरू सामु लिएर आउने छु किन मैले यो फ्रिज नै चुज गरेँ भन्ने कुराहरू चाहिँ छ अब सबै मैले जे सोचे त्यो सबैको हुनुपर्छ भन्ने त छैन तर मलाई चाहिँ यस्तो लाग्यो भन्न त पाइन्छ नि त फेरि अनि त्यही भएर किन अब ठिक गरेँ बेठिक गरेँ भन्ने कुराहरू पनि हजुरहरूले कमेन्ट मार्फत त भनि नै हाल्नुहुन्छ अनि एकछिन बजारको भ्यू पनि देखाउन मन लागेर मैले चाहिँ खिचेको छु यो वर्ष चाहिँ साथीहरू हाम्रो एकदमै खर्चिलो वर्ष भनौँ या त जाए जे थो जोड्ने वर्ष भनौँ धेरै खर्च गर्नु परेको छ बाध्यता परिस्थिति सबैले त्यो सँगसँगै चाहिँ ग्यालेक्सी A55 को मोबाइल पनि किन्यौँ पहिलाको मोबाइल पुरानो भइसकेको थियो अनि भिडियो पनि नचल्ने गोप्रो थियो क्यामेरा त्यसमा पनि नचल्ने एउटा ल्यापटपले आफ्नो अफिसको काम पनि गर्नुपर्ने भएर चाहिँ अनि फोन पनि चाहिएको भएर अनि A55 यसमा भिडियो क्वालिटी त अहिले त एकदम राम्रो छ तर अलिअलि अब स्यामसङको ह्याङ हुने हो कि जस्तो चाहिँ मलाई शङ्का लाग्दैछ के हुन्छ अनि यो जुन एक्सप्लेन गर्ने भाइ छ यस्तो मान्छे चाहिँ जागिर के भन्छ व्यापारी हुनुपर्छ यस्तो मजाले उसले हामीलाई जसरी पनि मोबाइल किनारै पठाएको छ यसको बारेमा पनि मैले भिडियो लिएर आएको छु हजुरहरूलाई देखाउँदै जाने नै छु यो किन मैले किने भन्ने कुराहरू पनि देखाउने छु अनि कति पर्यो भन्ने कुराहरू पनि भन्न मिलेसम्म म भन्नेवाला छु यसको लागि छुट्टै भिडियो बनाउँदैछु हजुरहरूलाई यसो सानो झलक देखाएको मात्र हो है त चाहिँ भोलि पर्सि ठुलै बिजनेसम्यान हुन्छन् होला जस्तो मलाई लागेको छ है अनि उनको नाम चाहिँ बिर्से लामा हो थर चाहिँ है फेरि म गएर सोध्छु यसै क्रममा हाम्रो चाहिँ घर बनाउँदै बिचैमा कार्य पनि आइपर्यो धेरै पूजाहरू गऱ्यौँ हामीले रुद्री चण्डी अनि छोराको व्रतबन्धहरू पूर्णिमाको पूजाहरू धेरै दिन नै चल्यो 4-5 दिन त हाम्रो पूजा नै भएको थियो पुरै घर बनाइसकेर पूजा गर्ने हाम्रो यो सबै प्रोग्राम गर्ने प्लान त थियो 4-5 महिना घर बनाउन ढिलो भइसक्दा हामीले फिनिसिङ गर्न नपाइकन गर्नुपर्ने भयो अनि अलिक पछाडि पनि सायद रहेछ ढिलो सायद रहेछ अनि छर छिमेकी अनि आफन्तहरू अनि युट्युबको साथीहरू विशेष गरी हाम्रो युट्युब फ्यामिलीको साथीहरू 4 जना हामी 5 जना भेला भयौँ फेस टु फेस भेटेर गफ गर्ने रमाइलो गर्ने मौका पनि पाइयो दसैँमा घर जान नपाएर बुवा आमाहरूसँग भेट हुन नपाउँदा दुःख भाला आएको थियो आशीर्वाद लिन पाइएन भन्ने भएको थियो बुवाहरू पनि दुईतिरकै आउनुभयो बुवा आमाहरू अनि अरू आफन्तहरू पनि जम्का भेट भयो आउन नपाउनेहरूले पनि परै उतैबाट फोन गरेर आउन सकेन राम्रो होस् भन्ने कुरा शुभकामनाहरू दिने काम गर्नुभयो अनि यस्तै गरी हाम्रो त्यस पछाडि ढलानको काम फेरि लगत्तै सुरु भयो एकदमै व्यस्ततामा दायाँ बायाँ यताउता घुम्ने डुल्ने केही काम नगरिकनै हाम्रो चाहिँ घरकै पेरिफेरीलाई लिएर चाहिँ यो साल बित्यो साथीहरू अनि हजुरहरूको यो वर्ष कसरी बित्यो होला के भयो होला एकचोटि रिमाइन्ड गर्ने सम्झिने चाहिँ प्रयास गर्नु होला किनभने बितेको समय फेरि फर्केर आउँदैन सम्झनामा मात्र सीमित रहन्छ अनि यही कुरा चाहिँ हाम्रो लागि जीवन त भइरहन्छ क्षणिक सुख आउँछ तर पछिसम्म सम्झना लागेको हुन्छ हुने रहेछ भन्ने कुरा चाहिँ यो वर्ष मैले सिकेँ
अनि यसरी नै हाम्रो घर बनाउने काम त अब यो 82 सालमा पनि सुचारू नै हुने भइगयो। घर बनाएर पनि त्यति छिटै सकिँदैन भन्नुहुन्छ सबैजनाले। आफू त पहिलोचोटि बनाउँदैछु। अनि भक्तपुरको दृश्य चाहिँ यस्तो छ, मेरो ठुलो बुवाको छोरा दाजु कार्यमा आउन पाइएन भनेर पछि आउनुभएको छ। कहाँ पुगेर आइयो त? व्रतबन्धमा भिख लिएर आएको। ब्याट्री सकिन आँटो कि मेमोरी सकिन आँटेछ। त्यहाँ कतिवटा हटाउनु छ यता साह्रो। अनि एउटा नितान्त खुसीको कुरा भनेको चाहिँ मैले गुगल एडसेन्स पिन पनि लिएँ। यो सबै यहाँहरूको साथ सहयोगले गर्दा हो। हजुरहरू सबैले माया गरिदिनु भएको कारणले यहाँसम्म पुगेँ। अनि म $100 नजिक पनि पुग्दैछु। अब कसले कतिसम्म सहयोग गर्नुभयो भन्ने भिडियोहरू पनि लिएर आउनेछु। अहिलेलाई चाहिँ एकमुष्ट धन्यवाद दिनेछु। हजुरहरूको पनि यस्तै प्रगति हुँदै जाओस्, 82 सालमा धेरै उन्नति होस् भन्ने चाहन्छु। अगाडि जे जस्तो भए पनि तपाईँ हाम्रो आउँदो दिन अथवा 2082 साल सुखमय बितोस्, देशले मुहार फेरोस् भन्ने कामनाका साथ सबैलाई नयाँ वर्षको शुभकामना दिँदै अनि आफूले आफ्नो कर्मले पनि राम्रो काम गर्दै जान सकियोस्, त्यो प्रेरणा मिलोस् भन्ने हजुरहरूलाई पनि कामना गर्छु। अनि कस्तो लाग्यो मेरो भिडियो? यति बेर हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। अनि कस्तो खालको भिडियो चाहनुहुन्छ भन्ने कुरा चाहिँ हजुरहरूले कमेन्ट मार्फत लेखेर सुझाव दिनुहोला। अनि आजको मेरो भिडियोमा के कमी कमजोरी रह्यो त्यो पनि बताइदिनुहुन्छ भन्ने आशा गरेको छु। आजलाई यति नै, फेरि अर्को भिडियोमा भेटौँला है त।